तपाईहरुलाई थाहा छ ज्ञान कमाउनु र सम्पत्ति कमाउनु फरक कुराहरू हुन् र ज्ञान कसले कमाउँछ र धन सम्पत्ति कसले कमाउँछ तपाईहरुले कहिले विचार गर्नु भएको छ? ज्ञान कमाउनको निम्ति ज्ञानी र ज्ञान नै चाहिन्छ भने धन सम्पत्ति चाहिँ लाटा, मूर्ख, पापी, क्रोधी, भ्रष्टाचारी जो कोहीले पनि कमाउन सक्छ, कमाउँछन्। तर ज्ञान चाहिँ जोसुकैले त्यसरी कमाउन सक्दैन। ज्ञान भनेको जीवन हो। ज्ञान बेगर मानिसले जीवन देख्न सक्दैन। ज्ञान बेगर मानिसले जीवन सुन्दर शान्त बनाउन सक्दैन। ज्ञान बेगर मानिसले शान्ति प्राप्त गर्न सक्दैन। ज्ञानद्वारा मानिसले आफ्नो मृत्युलाई पनि सहज गराउँछ र ज्ञानी मानिस मृत्युसँग डराउँदैन पनि। ज्ञानी मानिस कुनै संकट, कुनै पीडा, कुनै कुराबाट पनि ऊ भयभीत हुनै सक्दैन, किनकि उसँग मानिसको जीवनको महत्त्वपूर्ण रक्त शक्तिशाली ऊ भित्र बसेको छ। त्यसकारण ऊ कुनै कुरासँग पनि डराउँदैन र आफूसँग कुनै धन सम्पत्ति नभए तापनि उसँग चिन्ता हुँदैन, किनभने मानिसको सबैभन्दा शक्तिशाली शक्ति भनेको नै ज्ञान हो र त्यो ज्ञानद्वारा जो मान्छे बाँचेको हुन्छ ऊ कुनै कुराबाट पनि भयभीत हुन सक्दैन, हुँदैन। तर जो मान्छे धन सम्पत्ति कमाएको छ ऊ रात दिन डराएको हुन्छ। डराउनु पर्छ, मेरो धन सम्पत्ति, मेरो पैसा बिग्रियो कि यहाँ उसले खाइदियो, बिगारिदियो, उसले बदमासी गरिदियो, राम्रोसँग काम गरिदिएन भनेर चाहिँ हामी रात दिन डराउनु पर्ने अवस्था हुन्छ। र पैसा भएको मानिसलाई कुनै त्यस्तो पापी क्रोधीले पनि उसैलाई नै हेर्ने गर्छ।